हेलो गाइज, आज चाहिँ म तपाईँहरूलाई मनाङको सदरमुकाम चामेदेखि तिलिचुसम्म जाने बाटो देखाउँछु र म यहाँ उभिएको चामे हो। यहीँबाट गाडी छुट्छ। तपाईँहरू बाटोमा यसरी हिँड्दै गर्दाखेरि गाडीबाट स्याउ फलेको देख्न सक्नुहुन्छ र यो स्याउहरू फलेको अप्पर मनाङ हो। यति धेरै फलिरहेछ स्याउहरू, खानालाई पनि सायद मिठो होला। र यो हो ब्लू लेक, जुन चाहिँ तिलिचु जाने बाटो नजिकै पर्छ। लेफ्ट साइड थोरै टर्न गरेर गाडीमा आउनुभयो भने चाहिँ तपाईँहरू 5 मिनेटमै पुग्न सक्नुहुन्छ र केही समय तपाईँहरूले चाहिँ यहाँ चाहिँ रमाउन सक्नुहुन्छ। जसरी नाम ब्लू लेक छ त्यसरी नै ताल पनि निलो आकाश जस्तै छ। हेर्नुहोस् त कस्तो राम्रो ताल छ, मनलाई नै आनन्दित बनाउने खालको ताल छ। एकहोरो हेरिरहँ जस्तो छ। अब यस्तो तालमा आइसकेपछि एउटा फोटो त लिनै पर्ने हुन्छ र यो ब्लू लेक पछि अब त्यसपछि मुन्जी भन्ने ठाउँ पुगिन्छ। मुन्जी चाहिँ यस्तो छ गाइजहरू। अब यो मुन्जी पछि हामी चाहिँ यस्तो गेट देख्न सक्छौँ माथि गएर अलि। त्यसपछि हामी यहाँबाट लेफ्ट साइड हेरेर तिलिचु जान्छौँ। अब यहाँबाट केही समय हिँडिसकेपछि गाडीको डेस्टिनेसन यहीँसम्म मात्र हो, जुन ठाउँको नाम हो खाङसार, जुन चाहिँ 3790 मिटर उचाइमा रहेको छ। र अब यहाँबाट हिँडेर तिलिचु तालको बेस क्याम्पसम्म पुग्न झन्डै 5 घन्टा जति लाग्नेछ। यो हो श्री खर्क, जुन चाहिँ 4070 मिटरको उचाइमा रहेको छ। यहाँनिर अलिकता डेन्जर रहेको छ बाटो है गाइजहरू। दादाहरू, यो चाहिँ स्टिक देखाएर फोटो खिच्ने तरिका हो। यहाँनिर चाहिँ ल्यान्डस्लाइड एरिया रहेछ, सरासर हिँडेकै राम्रो। लगाइज हेर्नुहोस् त, खच्चडहरू सायद बेस क्याम्पबाटै आयो होला। यस्तो छ गाइजहरू, यस्तो बाटोमा पनि खच्चडहरू दामीसँग हिँड्छ। अब बोइनी यहाँनिर त अलि डेन्जरै रहेछ बाटो, भिडियो बनाउन मन लाग्यो। यसरी चाहिँ हामीले भिडियो बनाएर आफ्नो गन्तव्यतिर लाग्यौँ। हाम्रो तेज दादा हुनुहुन्छ, येल्लो क्याप लगाउने दादा। म चाहिँ अगाडि भइहालेँ। हाम्रो क्यामराम्यान चाहिँ सुमन दादा। खतरा छ बाटो, तलतिर हेर्नुहोस् त गाइज। हामी दुई भाइको फोटो एउटा हान्न मन लागेर हामीले यहाँनिर एउटा फोटो हान्यौँ। यो चाहिँ तिलिचु बेस क्याम्पको लोकेसन म्याप हो र खुसी लाग्यो, यहाँ चाहिँ हेल्थ सेन्टर पनि रहेछ। र अब हामी तिलिचु बेस क्याम्प नजिकै पुग्न लागिसकेका छु र यहाँको उचाइ चाहिँ 4200 मिटरको उचाइमा रहेछ यो बेस क्याम्प। र अब हामी तिलिचु तालको बेस क्याम्प नजिकै पुग्दैछौँ। देख्न सक्नुहुन्छ गाइजहरू, जुन अगाडिको घरहरू देखेको छ यही नै तिलिचु तालको बेस क्याम्प रहेको छ। यस्तो छ गाइजहरू तिलिचु तालको बेस क्याम्प र आज हामी चाहिँ यहीँ बस्नेछौँ। भोलि बिहानै हामी यहाँबाट हिँडेर कम्तीमा पनि 3-4 घन्टा समय लगाएर तिलिचु तालमा पुगिनेछ र हामी बिहानै उठेर ब्रेकफास्ट गऱ्यौँ र जाने तयारीमा लाग्यौँ। हामी बिहानै 10 मिनट जति मात्रै हिँडेको थियौँ बेस क्याम्पबाट, पानी पर्न थाल्यो र हामीले रेनकोट लगेका थियौँ र रेनकोट ओढेर आफ्नो गन्तव्यतिर लम्क्यौँ। त्यसपछि हामी चाहिँ उकालोमा हिँड्दै गर्दाखेरि थकित भएर चाहिँ यस्तो चिज लगेका थियौँ, कोकाकोला खायौँ, त्यस्तै गरी डेरी मिल्क पनि लगेका थियौँ, यो पनि खायौँ र अर्को चक्लेट लगेका थियौँ स्नाइकर, यो पनि खायौँ र त्यसपछि यो खाएर हामी आफ्नो गन्तव्यतिर हिँड्यौँ। योभन्दा तल चाहिँ 22 धारा भन्ने ठाउँ छ, जहाँ चाहिँ 22 वटा मोडहरू रहेको छ र त्यो कटिसकेपछि हामी चाहिँ यो टपमा पुग्छौँ। र अब यहाँबाट तेस्रो हिँड्नुपर्छ। कम्तीमै पनि 20 देखि 30 मिनट हिँडिसकेपछि तिलिचु तालमा पुग्न सकिन्छ। र यहाँ पुग्दा त मान्छेहरूलाई चाहिँ एक्साइटेड भइहाल्छ नै, किनभने अब तिलिचु ताल नजिकै पुगिँदैछ र कस्तो छ त्यो तिलिचु ताल भन्ने मान्छेमा त्यो मनमा चाहिँ खुल्दुली भइरहेको हुन्छ। लगाइज फाइनली तिलिचु तालमा पुगियो, जुन तिलिचु ताल चाहिँ 4919 मिटरको उचाइमा रहेको छ। यहाँ पुगिसकेपछि त एउटा बोर्डमा फोटो लिनै पर्यो र त्यसपछि मैले एकहोरो तिलिचु तालतिर हेरेर एउटा फोटो लिएँ। र त्यसपछि मैले चाहिँ अब यहाँ पुगिसकेपछि त एउटा सिङ्गो भिडियो त बनाउनु पर्यो तिलिचु तालको भ्यू देखाएर भनेर मैले एउटा भिडियो बनाउन थालेँ। र यस्तो
थियो तिलिचो ताल देख्न सक्नुहुन्छ गाइजहरू। तपाईहरु पनि एकचोटि अवश्य भिजिट गर्नुहोला तिलिचो तालमा र यो तालको दृश्य एकदमै सुन्दर रहेको छ र जुन चाहिँ नेपालको सबैभन्दा अग्लो उचाइमा रहेको ताल पनि भनिन्छ। म फेरि मेस्सीको फ्यान हो नि त फेरि, त्यही भएर मैले अर्जेन्टिनाको जर्सी लगेर गएको थिएँ र अब मैले यो जर्सीमा चाहिँ फोटाहरू खिच्न थालेँ। र मैले नीलो प्रेम बुक पनि लगेर गएको थिएँ र यसरी नीलो तालमा नीलो प्रेम नीलो तालको छेउमा बसेर पढ्दा त मनै आनन्दित हुने रहेछ। र हामीले चाहिँ अब नेपालको झन्डा पनि लगाएको थियौँ र नेपालको झन्डामा पनि फोटो त खिच्नै पर्यो। ल है गाइजहरू, यस्तो छ तिलिचो ताल जहाँ चाहिँ मलाई स्लो मोसनमा भिडियो बनाउन मन लागेर भिडियो मैले बनाएँ यसरी। हामी चाहिँ 3 जना मात्र गएको थियौँ र हामीले चाहिँ यसरी अब सेल्फी लिन थाल्यौँ। करिब 3-4 घण्टा हामीले यहाँ घुमेर तिलिचो ताल हेरेर सकिसकेपछि हामीले चाहिँ यो ध्वजाहरू लिएर आएको थियौँ। यसलाई चाहिँ यहीँ बाँधेर अब हामी तिलिचो तालको बेस क्याम्पतिर फर्किने योजना बनायौँ। ल गाइज, अब चाहिँ भिडियो मेरो समाप्त भयो। अब यस्तै अरू भिडियोहरू हेर्नको लागि तपाईँहरूले मेरो युट्युब च्यानल सब्सक्राइब, लाइक एन्ड कमेन्ट गरिदिनु होला। हस्, धन्यवाद।